प्राचीन सिन्धु घाटी सभ्यतादेखि नै भारतको विभिन्न क्षेत्रमा बसोबास गरी आएका कुमाल जातिलाई कुम्भकार, कुम्हाल र कुमार भनेर पुकारिन्थ्यो। संस्कृतमा कुम्भ शब्दले घैला अर्थात् माटोको भाँडा भन्ने जनाउँदछ। कुमाल जातिले पुर्ख्यौली पेसाको रूपमा माटोको भाँडाकुँडा बनाउने भएकाले कुमालहरूलाई कुम्भकार, कुम्हाल र कुमार भनिएको हो। पछि उपरोक्त शब्दहरू अपभ्रंश भएर कुमाल हुनु गएको हो भन्ने कुमाल समाजले भन्ने गर्दछन्। भारतवर्षको असम राज्यमा बसोबास गर्ने कुमालहरूका खाल अर्थात् थर यस प्रकार छ: ढाले, हलिदे, कारबारी, नौला, दुधपाउ, गौरुङ, भट्टराई, मुडुला, पाठक, बगाले, पर्वते अर्थात् पहाडे र मिजार मुखिया आदि थरका कुमालहरूका बसोबास रहेको छ। जातीय संस्था अखिल असम कुमाल संगठनको साङ्गठनिक जनगणना 2017 अनुसार असम प्रदेशमा कुमाल समुदायका 1225 वटा घर र कुल जनसङ्ख्या 5920 जना रहेको छ। कुमाल समुदायमा नवजात शिशुको जन्म संस्कार अर्थात् न्वारन 7 दिन या 9 दिनमा गरिन्छ। न्वारन कर्म एका घरकी विवाहित छोरी चेलीले या फुपूले गर्दछ। एका घरकी छोरी चेली नभएमा दाजुभाइ तर्फका छोरी चेलीलाई न्वारन कर्मको जिम्मेवारी दिइन्छ। यसै गरी भात खुवाई कर्म मामालीको हातबाट गराइन्छ। कुमाल समुदायको मानिसको मृत्यु भयो भने उमेर पुगेको मृतक भए 10 दिनमा तथा नाबालक भए 5 या 7 दिनमा काजक्रिया गरी चोखिने काम गरिन्छ। पशुपालन, माछा मार्ने, र कृषि कार्य कुमालहरूको अर्को एउटा ठुलो पेसा हो। आधुनिकतासँगै बजारमा भित्रिएका प्लास्टिक, आल्मुनियम र स्टिलबाट निर्मित भाँडाकुँडाहरूले माटोको भाँडाकुँडाहरूलाई विस्थापित गरेपछि हाल कुमालहरूका परम्परा पेसा सङ्कटमा परेको छ। आफ्नो पुर्ख्यौली पेसाबाट जीवनयापन सञ्चालन गर्नु गाह्रो भएकाले कृषि, पशुपालन, व्यापार व्यवसाय, सरकारी नोकरी तथा वैदेशिक रोजगारतर्फ आकर्षित हुन थालेका छन्। असममा उत्पादन हुने विभिन्न कृषिहरूभित्रमा मास अर्थात् कालो दाल, धान, आलु, तोरी, मकै, गहुँ, उखु अर्थात् कुँयर, बेलिचन्दा आदि हो। नेपाली लोकसमाजमा प्रचलित सोरठी लोकनृत्यको उत्पत्ति कुमालहरूबाट नै भएको हो भन्ने कुरा कुमाल समुदायका बुद्धिजीवीहरूबाट पुष्टि हुन्छ। कुमाल जातिले आफ्नो विभिन्न मेला पर्व, उत्सव आदिका अवसरमा समूहमा भेला भई धुमधामका साथ मारुनी नाच्ने गरिन्छ। मासको दाइँ गर्नु कोदालोले ताछेर चिल्लो पारिएको खोलामा गाईको गोबरले लिपपोत गरी त्यसको माझमा नियो गाडिन्छ। सम्पूर्ण मुढाहरू भेला पारी सकेपछि हलगोरु ल्याएर नियोमा बाँधिन्छ। दाइँ गर्नु पूर्व नियोको छेउमा धूप दियो बाल्दै आफ्नो कुलपितृ 33 कोटी देवदेवता, धरती, आकाश, पाताल, नागनगिनी, खोला नाला, पहाड पर्वत, देवी देउराली, सञ्चारी माई, सात सिकारी, बनसखण्डी आदिको पुकारा गर्दै
अन्नमा सह होस्, घर परिवारमा सुख शान्ति छाओस् र चौपाए पशु पक्षीको रक्षा होस् भन्ने कामना गरिन्छ।